ल गाइज फेरि पनि वेलकम छ मेरो युट्युब च्यानलमा। हामी चाहिँ यहाँ घुम्न आएको थियौँ होइन, स्कुलले ल्याएको थियो श्रीअन्तु। यहाँ घुम्न आइरहेको छु मैले होइन। यस्तो छ है भ्यू चाहिँ यस्तो छ गाइज होइन। केटाहरू छन्, केटीहरूको ग्रुप चाहिँ छुट्टै छ। फेरि जाँदैछु, लास्ट जाडो हुँदो रहेछ यता, लास्ट जाडो हुँदो रहेछ हजुर। यस्तो छ है भ्यू चाहिँ। डान्स हुँदैछ, सबतिर डान्स। अनि हामी चाहिँ एक राउन्ड हानेर आइसक्यौँ। अनि फेरि अब उता जान लागेको होइन। कालु पनि कालु छ अहिले राख्छ है त, अहिले गर्छु भिडियो। हाम्रो यो लेडिज केटीहरू चाहिँ भर्खर आएको छ होइन। अँध्यारो पनि देखिँदैन रहेछ भाइ। दुनियाँहरू भर्खर आएको छ है। अरू सरहरू पनि हुनुहुन्छ यहाँ। अर्को छ यहाँ चस्मिस भाइ। यो भाइको नाम चाहिँ छिरिङ भाइ है। कस्तो लागिरहेको तल यहाँ भन् त ल, इन्टरभ्यूतिर ल कस्तो लाग्यो यहाँ यो ठाउँ? कसरी जोतको लु भन् त ल, रिजन दिलो कस्तो मुडा हो यतातिर, यता हेरेर भन् न के लजाको अरे फेरि यता हामी किन लजाको कस्तो भयो भाइ बसमा? बसमा चाहिँ कस्तो मजा भयो भाइ? मजा आयो नि दाइ यार, मजा आयो। लाइक सब्सक्राइब फेरि सिम्टी ब्लग, सिम्टी होइन भाइ, सिम्टे ब्लगमा ब्लग सर्च गरेर लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु होला। अरू के भन्नु गर्दा सपोर्ट गरिदिनु होला होइन। एउटा म त सिङ्गल छु नि दाइ यार, एउटा केटी को केटी खोजिदिनु भन त। अब दाइ कस्तो खोजिदिन्छ, लोयलिटी भएको अब हो र लप्पन हुन नि भाइ। र किन र दाइ को बोलो फेरि अँध्यारोमा देखिँदैन। कहाँ छ यो टेङ्गे? यहाँ रमाइलो हुँदैछ यता चाहिँ। हामीले सब यहाँ बेगारीहरू उभिरहेको सब, यता यता उता यहाँ चिटहरू पर गऱ्यो। ज्योति मगर कस है के छ हौ कालु? ए ठिक छ भाइ। अब कस्तो हुन्छ ब्लग जे जस्तो भयो नि हेरिदिनु होला है। भर्खरै फोटोसुट भएर बसिरहेको छौँ। अब कहाँ जाने भनेर यहाँनिर क्यामेरामै देखिँदैन रहेछ, हजुर बसेर सबैजना छ है। सरहरू हामी सबजना भाइ बहिनीहरू छ। मुर्रो छ यहाँ हाम्रो हेन्सम, मेरो भान्जा। के छ भान्जु? एकदम ठिक छ र देखिँदै मात्रै देखिन्छ त्यहाँ के भाइ? गोरो त आइरहेको छ होला नि। कहाँबाट आएको भाइ तिमी? राम्रो इफेक्ट हाले मलाई त्यहाँनिर। 1 hour later. हटस्पट चाहियो भने सम्पर्क आयो सर। ए आयो सर। ल गाइस हामी फाइनली आइसकेको छौँ श्रीअन्तुमा होइन। अहिले अघि हिँडेको हामी 4:30 बजेतिर हिँडेको। अहिले यहाँ आएर श्रीअन्तुमा फोटोसोटो खिच्दैछौँ। घामको पर्खाइमा छौँ। यहाँ यता मान्छे छ, यहाँ गुणहरू फोटो खिच्दैछ। त्यही हो, अहिले घाम आएको देखाउँला फेरि होइन। हेर्दै जानु अब भरे के हुन्छ। अघि आएको हामी त। यस्तो छ है श्रीअन्तुमा मान्छे लास्ट छ। क्यामेरामा आउँदैन रहेछ। ल अहिले फेरि देखाउँला। अहिले चाहिँ हल्का भिडियो बनाएको होइन, आउँदैन रह्यो भने फेरि बनाएको नि त। त्यही हो, अब हेरिराख्नु होला मेरो भिडियो होइन। लाइक सब्सक्राइब हानिदिनु होला है गाइस। अहिले भेट्छु। गाइस टेन्सन भयो, घाम हेर्न आएको, घामै आउँदैन अरे। सब हुसेलै छेकेर घामै
हेर्न पाइएन। अहिले चाहिँ हामी यता आएको यो जङ्गलतिर यस्तो छ होइन। अनि दामी छ यो यस्तो रुखहरू चाहिँ घामै पो नआउने भयो। गिद्दी भयो भने देखाउनु पऱ्यो घाम भनेको। यत्रो टाढाबाट आएको घाम हेर्न झन् हेर्नै पाइएन। अब हेरौँ न अब के हुन्छ। भाउ छ आयो भने हेरौँला नआयो भने हेरौँला जाम्ला के गर्नु। यत्रो टाढाबाट आइयो। टाढा त के भन्नु यही पनि होइन त्यही हो। अब फेरि अब आज घर फर्किने हामी हिजो आएको। अब भरे बेलुका घर पुग्छौँ होइन। भरे घर फर्किन्छौँ। अब मन्दिरहरू छिर्ने अनि अलिक घुमघाम गर्ने अनि खानासाना खाइन्छ बनाएर अनि घर फर्किन्छ। अनि फेरि पर्सि फेरि कन्सर्ट छ। कन्सर्टको भ्लग पनि आउँछ है। चाँडै आउँछ। अहिलेलाई चाहिँ राखेँ ल। अहिले भरे गर्छु म। A few moments later. गाइस घाम आयो अरे फेरि घाम आयो अरे। हेर्न गएको फेरि सबजना चिच्याउँदैछ। मान्छेहरू लास्ट भिड छ। घाम आयो अब घामको भिडियो गर्छौँ ल एकछिनै। उकालो अनि घुमाउने गाडी खरसाङको त्यो डाँडा अनि चिसो चिसो हावाले स्पर्श दिन्छ तिम्रै पहाड उछिन्दै आउँदै छु तिम्रो सहर घुम्दै रमाउँदै मेरो घर पर्यो धरान अनि बसेको र बारी पनि। A few moments later. ल हाम्रो चाहिँ भर्खर आएको छ है घाम। 10 सम्म चाहिँ हुन्छ हौ होइन घामै देखेन। 10 सम्म 5 सम्म चाहिँ छ है। अब घर लाग्ने हामी मजाले तिमीले त गरिसक्यो। ऊ तेरो पैसा जारेछ ओके। पैसा मेरो हो यस्तो छ अब लागिन्छ। सरहरूको फोटो हुँदो रहेछ। मान्छे त के साह्रो फोटो खिचिँदैछ बुनुहरूले सरहरूको। सक्छु भाइ के छ हौ ठिक छु मजा आइरहेछ भाइ। खिच अनि ल यो चाहिँ राम्रो आएको ल कालै मात्रै छ त सब भाइ के भयो स्याट छेउ त आज त स्याट न ठिक छ फोटो खिच्ने है त। भ्लगर हुनुहुँदो रहेछ भ्लग बनाउनु जानु रहेछ हाम्रो आन्टी खैरिनी आन्टी। अब चाहिँ गाइस घाम चामेर फेरि पिसाब आयो। पिसाब फेरि त जङ्गल जाँदैछौँ। टोइलेट प्याक भएर यस्तो चाहिँ गर्नुहुन्न है। टोइलेट प्याक थियो र यता आएको इमर्जेन्सी। यहाँ केटाहरू यहाँ छ देखाउनु मिल्दैन। दामी छ जङ्गल जे होस् यताको यस्तो छ है। यता फेरि हिमाल देखिँदो रहेछ यता यो जङ्गलले छेकेको रहेछ। पिसाब हेर्दैछ केटाहरू म पनि फेर्छु। दामी छ ए ल अब एकछिनमा फेरि भ्लग गर्छु म। पिसाब फेर्छु है त गाइस। पक्का यहाँ पिसाब फेर आएर यहाँनिर ग्रुप फोटो खिचेर अब यहाँ फोटो हेरेर मान्छे क्यामेराबाट खिचेको अङ्कलकोबाट होइन। अब चाहिँ अब कहाँ गइन्छ थाहा छैन। अझै घुमिन्छ कि के गरिन्छ होइन। भिडियो चाहिँ होइन यस्तो छ है। फोटो हानेर यहाँ अहिले एकछिनमा फेरि भेटौँला होइन। हेरिराख्नु है भिडियो चाहिँ मेरो। सब्सक्राइब हानिदिनु लाइक हानिदिनु है। बाई बाई अहिलेलाई चाहिँ। A few moments later. हाम्रो राम्रीहरू क्लासको जुनु र युजिन होइन। यता अरू छ हजुर के भन्नु
आमा चाहिँ इन्सी बहिनी हो यो 16 मेरो त भाइ खिदेको त तपाईले के गर्नु भयो अग्लोवाला खिच्नु अग्लोवाला पेज जाऊ न अब चाहिँ बसमा जाने अरे अब गएको हामी बसतिर होइन ल राखेको अहिले अब चाहिँ हिँडेको यहाँबाट अब सिधै कन्याम जाने अरे कन्याममा फेरि फोटोसोटो खिचिन्छ अब चाहिँ कन्यामतिर है कन्यामतिर हेरिराख्नु होला ओ यहाँ त यो पनि छ जाँदैछु म जाँदैको त्यहाँ कुति हिँडेको ल साथीहरू यस्तो खायो यताबाट आउने हो बाटो चाहिँ मोटी अझै कन्यामतिर हिँडेकै जाने फोटो खिच्ने अरे अब सिधै गएर बसमा चढेर सिधै हो यस्तो नि हुँदैन तपाईँहरू नि आउनु है गाइस राम्रो छ होइन घाम हेर्न लाउनु होला एकदम दामी छ ठाउँहरू त्यही हो राम्रै छ जे होस् घुम्न बस्छ मान्छेको त फेरि लास्ट मान्छे आउँछ यहाँ चाहिँ फेरि अहिले फेरि बोल्नै सकेको छैन जाडो चाहिँ लास्ट हुन्छ यहाँ बिहान र राति चाहिँ लास्ट हुन्छ हिजो आउँदाखेरि त हुस्से लागेर पुरै चिसो भएर उता कहाँनिर होइन उता दुखिरहेको एकछिन नगर्छु भिडियो ल एकछिन नगर्छु सेलरोटी हाल्छ भक्काहरू के खानु मन छ खाने ठाउँ छ यहाँ चाहिँ चिया अब खाना यो चाहिँ गेटै अगाडिको हामीले पनि खाएको अघि भक्का आलुचप अनि त्यही खाएको यहाँ गेट टिकट लाग्छ टिकट यहाँनिर चाहिँ यहाँ बच्चाहरूको लागि खेलाउने कुरा यता खाजा खाने ठाउँ यो गेट टिकट काउन्टर गेट बाहिर त्यस्तो छ बजेन त उयो निकाल त यहाँ चाहिँ अब हिँडेको मात्रै भिडियो छ के गर्नु भिडियो अहिले गर्छु म ल अहिले चाहिँ सबजना फर्किँदैछ घाम साम हेरेर डुबेर सबजना खाजा खाँदैछ हामी चाहिँ यहाँ ग्रुपलाई पर्खिरहेको छौँ कत्र खाँदो हुन्छ के छ भान्जो एकदम ठिक छ घोडामा चढेर जाम भनेको जान न म पैसा दिइदिन्छु जा ल अहिले एकछिन सबै आएछ न हो मजा आयो तँलाई पिदिलाई झन्डा मजा नि कस्तो मजा जाने हो लागु जाउँ लागु पर गाडी रोकेर हान्छ होला घोडा हाम्रो सरहरू हुन्छ घोडा चढेको चाहिँ कति हो घोडा चढेको कति अरे अब गाडी भटौँ गएको त्यहाँदेखि सिधै कन्याम पनि घुमिन्छ जङ्गल चाहिँ यस्तो छ दामी छ जङ्गल 1x खिचेर के राम्रो ल हिँडेको है त तल गएर भेट्छु गाइस बाई बाई डान्स हान्नु न के हो भुतिया रास्ता खाँदो रहेछ त बाटो चाहिँ बब्बाल चितुवा म चाहिँ यहाँ बाघ हुमे शेर त्यसो चितुवा न चितुवा अब बब्बाल छ त के छ एकदम ठिक छ मोटी हिँड्नु पनि सकेको छ उनीहरूलाई त मोटो मान्छेहरू यस्तै हो घोडामा चढ्न गयो घोडामा चढ्ने पैसा दिनु पैसा दिनु मलाई म भएर पहिला पो जान्थेँ पैसा भएर पहिला स्टप गर्छु ल हाम्रो गाडी चाहिँ यही हो अब गाडीसम्म आइपुग्यो यता माथिबाट ल अब हामी बस आइसक्यौँ अब बसमा छिर्छौँ किन हजुर
कपिराइट लाग्ला है मेरो गाडी पो रहेछ यहाँ के हो यसरी चाहिँ मुत्नु भएन गर्नु भएन आशिका तामाङ आउला आशिका तामाङ ल यहाँ त फुटबल ग्राउन्ड पो रहेछ आशिका तामाङ आउला हामी जाँदैछौँ भनिदिनु ल कता जानु भन्दा रुम होइन रुम त जाने अब यिनीहरूको रुम जाने हौ आज हामी फेरि पनि कन्याम घुम्न गइरहेको छौँ त्यसैले भन्न कालु कन्याम भन्ने ठाउँ एकदम राम्रो रहेछ चियाबारी चिया बगान कन्याम हो सुरुमा हामी कहाँ जाने रुममा जाने लुगा छुटेको छ जाने रुममा टक्क कन्याम त्यस पछाडि अनि कन्याम जाने अनि सल्लाह घारी बाँकिकन फेरि खाना खाने पकाएर हाम्रो घरमा जान्छु अहिले चाहिँ हामी बस आइसकेको यही हो हाम्रो बस होइन अब चाहिँ हामी कन्याम जान लागेको त्यहाँ उता देखाइदेऊ क्यामेराम्यान अब त्यसो अब हामी चाहिँ रुम जान्छौँ यहाँ गुनुहरूको लुगा छोड्यो अरे अब रुम गएर सिधै कन्याम गइन्छ कन्याम खाली छ खाँदै खाँदै भाइ कहाँ जाने छिटो छिटो भाइ कहाँ जाने तिमी चली छिटो कन्याम खत्म बाय बाय टाटा गुड बाय गया मेरो भान्जा ल कता जानु न अरे उता काँगरी भित्ता होइन हङकङ हजुर ल छिटो बस कति भाडा यसो मिलाएर दिन न डेढ जस्तो सिट त खाली छ नि छ सब सिट चाहिँ खाली छ ठिक छ हेलो आइ भन्नु न ब्लगमा लाइक सब्सक्राइब भन्नु न लाइक सब्सक्राइब गरिदिनु होला मलाई भन्नु बुनुहरू छ सब हाम्रो सिट चाहिँ लास्ट अरे गेन्डा ए गेन्डा हाम्रो सिट चाहिँ यहाँ है भिआइपी यहाँ म बस्नु सब देखिँदै कालै कालो छ मात्रै गोरो छ बाहिरबाट देखाइदिउँ न सब मेरो गाडी हो यो भाडामा दिएको सबलाई यस्तै छ अहिले चाहिँ हामी अहिले राख्छु अहिले म होइन ल पक्का आयो राखेको ल राखेको है अहिले अब यसो बाहिर डुलेर आउनु पर्यो अहिलेलाई चाहिँ राखेको ल कालु यहाँ लुका गरे गेन्डा ओ श्री अन्तमा नि हात्ती देखेको छ गाइज एउटा हात्तीको बच्चा को हो यो कमेन्ट गर्नु होला हात्तीको बच्चा अहिले चाहिँ हामी यहाँ रुममा यहाँ सामान के छुटेको छ लिन आएको छु मैले ओइ 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 चस्मिस डान्स देखाइदियो नि तेरो डान्स देखाएन तेरो डान्स डान्स त्यो डान्स होइन हौ देखाएको क्या आफ्नो फ्यामिली प्याक चाहिँ
कति महिना भयो? धेरै होइन 5 महिना कोही पार्टिस क्या गनायो त यहाँनिर छ बुनुहरू चाहिँ यहाँनिर लिँदैछ सामानहरू सरहरू यहाँ हुन्छ अहिले चाहिँ गाइज हामी फाइनली यहाँ इलाम पुगिसक्यौँ होइन फाइनली इलाम पुगिसक्यौँ माथि जान्छु यसलाई चाहिँ लप डाँडा भन्छ यसलाई चाहिँ लप डाँडा भन्छ है गाइज कटो अब चाहिँ हामी इलाम आइसकेको होइन चार्ज पनि छैन भिडियो बनाउन पाइन्छ पाइँदैन यस्तै छ है चियाबारी यता उतिहरू भिडियो बनाउन पाइँदैन होला र पनि अब बनाइरहेको अहिलेलाई साथ सकिन आँटिसक्यो होइन अहिलेलाई चाहिँ राख्छु है साथ छैन राखेको साथ सक्यो 3% छ ओ तेङ्गे उठ यहाँ किन सुतेको है ए यहाँ पो छिस सेम छ त यार कस्तो सुतेको सेम छ यार ल है गाइस फाइनली आइपुग्यौँ हामी लभ डाँडाको माथि स्याँ फ्या भयो यस्तो छ है माथिदेखि भ्यू बस्नु म देखाउँछु जुम गरेर यहाँ तल यतातिर छ उयोहरू चाहिँ बजार जस्तो यहाँ लाइन झन्डा छ नेपालको चारैतिर चियाबारी यता चियाबारी उता चियाबारी हामी चाहिँ भरे आइसकेको छौँ होइन ए हात्ती 1 अनि हात्ती 2 कहाँ गयो गल्यो प्याक भएको गल्ली तेरो मिजी भेटेर थिएँ मैले अनुहार देखिदिन्थेँ त्यही उज्यालोमा सकि भाइ गल्यो बिना रस्सी बिना रोटी बाँध्ने जमिन हान्ने कसको हिम्मत म खुट्टामा समाछु आइसक्यो सबैजना आइसक्यो फेरि पकाएको छ क्यामेरा आइसक्यो घुम्न सजिलो हुन्छ नि तेरो अनुहार चाहिँ देखिँदैन यस्तो छ है चियाबारी छ सर हुनुहुन्छ यहाँ स्कुल छ यता सजाएको जस्तो देखिन्छ पर घरहरू चाची दिन आइसक्यो 2% भइसक्यो अहिले भिडियो गर्छु है त अहिलेलाई राखेको do